thu tua bila jazoya mai baju you negotiate राज्य मंगा संघर्ष समिति सल्लाहकार बज्यू तो जाजोले भोटिका त झ्याजिपी फुक्क अगुवा कार्यकर्ता नेता यस्तो जातीय आन्दोलन नेवा आन्दोलन नेता हजुरकी शक्सित जोजोल्पाको अभिवादन हो कार्यक्रम तलतले तय आउने हिसाब गुथौं सुरुवात जुल त महत्त्वपूर्ण सुरुवात हेगे लगेजु खेतला थौं उपस्थित पासपी सेवला जम्मा अगुवा कार्यकर्ता नेता तजको उपस्थित जुथे ताल तो भेलायु खास उद्देश्य त यो तत्त्वले गनगन दिशा कार्यक्रम यही उ थासेपी नेवाले त बोतिकाका इम्त यो नेवा स्वायत्त राज्य मंका संघर्ष समिति अवधारणा चुख दिशा उ मु लक्ष्य यो रुपे चाहिँ नेवा स्वायत्त राज्य हेउया जनुख बुध सुख छा आवश्यक जुल धयु कथा ठिका हुने मुख्य जाजो ख अथिज्या लिपलिपय कार्यक्रम चाहिँ छनु नि कन दिशा कार्यक्रम या ख अन चाहिँ निमन्त्रण कार्ड अथवा चाहिँ दिशा सामान्य माइकिङ इनान वेगअप बिट कम से कम छगौती तो कार्यक्रम चाहिँ उपस्थित दिया दि त इना चाहिँ प्रचार न यामा धइसके छु असेजुल भाषा दिशा नेवा त चाहिँ उत्पाले झिम याम झिम झिन्याम भए चाहिँ सहभागी जुसा इमु पाखेन हात उत्पाले प्रचार दिया हुने को हिसाबमा चाहिँ व्यापक रूपमा नेवा जति झियो खदै एक फैरह्यो लगे छु थौ सुरुवात जुल तो विषय तर बालौ नै पछि जुल झिसा वास्तवमा थौयु इले सहयोग कसा कि नेवारको लागि नेवा स्वायत्त राज्यमा आएका दिशा हौया जुन दु तर परिस्थिति गथे दिया जुन भाषा नेवा स्वायत्त राज्य हिजो उयो स्थिति दुलरेका हामीले थौयु संविधान सभा उ दुई दु वो खै चाहिँ कम्पोजिसन सेव कसा नेवा राज्य उयो अथवा हुन उत्पीडित जाति जनजाति त दु इमु लागि स्वायत्त राज्य उयो स्थिति दिशा खना जुन मरु सादा सा दुई तिहाई बहुमत स्वायत्त राज्य विरोधी शक्ति त यो चाहिँ उपस्थिति दु अथवा फय संविधान सभा चाहिँ कि नेवातै लागि यो स्वायत्त राज्य उयो स्थिति छ खना जुन मरु एजिया थोयो स्थिति त थाहा चाहिँ गम्भीर एकदम सङ्कटपूर्ण स्थिति धासा जो थु इले चाहिँ सगेन नि हुने मुख्य सवाल का यदि जिउ लागि नेवा स्वायत्त राज्य मदस्य मगाउ इतिहास म स्थिति खसा यी गेना नि हुने यो चाहिँ मुख्य सवाल का फला चाहिँ नेवातै अथवा गुल्लो जनजाति आदिवासी तै गुल्लो चाहिँ खतदु ओ संचार माध्यममा बियाजो स्थिति मरु जिउ खत चाहिँ अतिरञ्जन इना ओखे त तोडमोड इना हिसाब हेसुनु सिबेन फरक ढंग व्याख्या इना जनता त भम्बिउ लागि चाहिँ संचार माध्यम त एकदम सशक्त बियाजो खन्द जस्तै हिसाब हेउया जन पहिचान सहित यो स्वायत्त राज्यका गुद हेउया जन दु थुकै त चाहिँ यो विषय व्याख्या स्थिति छु गर्दा छ त यो जातीय राज्य नेवा राज्य देखल दास त नेवा त बाहेक सुया चुन खनि मे पिता छुया अधिकार देमुको यो त दक्षिण यो पिता दक्षिण कितना छै थियो सांप्रदायिक राज्य देखा हम यो नेपाली स्थिति सेवा कस त कुथा फुको जाति त दु गन बहुमत मरे थियो स्थिति चाहिँ जातीय राज्य देखिएका गु कता हेउया चौदु तो बिल्कुल गलत था संभावना मुदु भएको छ गु प्रचार दिया चौदु तो चाहिँ व्यापक दिया छ तो दिशा हेउया जनु पहिचान सहित राज्य गु हेउया जनु क अखै भाषा छ्या व्याख्या विश्लेषण तो चाहिँ प्रचार दिया छ स्थिति मरु एजिया थो चीज हैन चाहिँ हे नेवा त भ्रमित दिया छ नेवा त चुनि सम्भव जुला इले सोनिगोला नेवा त चुनि सम्भव जुला तामसालिन तामाङ त चुनि सम्भव जुला कर्णाली चाहिँ उ चाहिँ क्षेत्री त चुनि सम्भावना जुला गादा थयो चाहिँ जनता तै गु स्थिति ख बिच चुनाचौ स्थिति ख वो स्थिति से भाषा छौजको जाति राज्य देखियो वो सम्भव मरु जाति राज्य देखियो सम्भव मरु यही चाहिँ भ्रम चाहिँ ब्याजौ स्थिति जबकि दिशा त हेउया जन तो नेवा तै आदि छल ख अनि चाहिँ राज्य नामाङ्कन नेवा पाके जिमाला नेवा राज्य जिमाला अनि बागमती तया अथवा छन् मेउ छु तया वो राज्य देखा छु अर्थै मन जी फिनान्समा कब्जा याका वास्तविक भाषा उत्प्रेरणा लाना तो भनिस यी उपत्यका सेवा पर्छ थन चाहिँ सोनिगोला सेवा पर्छ नेवा त उत्प्रेरणा लाना छ कामशालीले सेवा पर्छ तामाङ त उत्प्रेरणा लाना चाहन्छु दिशा तमुवाले सोनी पर्छ तमु त उत्प्रेरणा लाना चाहन्छु अथवा त लिम्बुवाले सोनी लिम्बु त उत्प्रेरणा लाना चाहन्छु यिनी ऐतिहासिक हिसाबमा सेवा पर्छ इमस गु चाहिँ जमाना
जाते जंगल जुयाचन जीपु अन चाहिँ दरौं मिनट हुई पुर्खा दरौं मिनटमा अनि बसोबास योग्य ठाउँ देखा जो स्थिति छ इमु हिचर्ती बगाइसिया छ सभ्यता सिर्जना जो स्थिति छ वो चीज त मान्यता बेगेमो बे हिसा त्यहाँ छ उल्टे पान्छ लिम्बुवान जाति ढाबले मेपि त छाकबास्या लिम्बु त आदि छले लिम्बुवान ढाबले छाकबास्या मला नेवाते आदि छले नेवा प्रदेशका ढाबले छाकबास्या मला वो कबास्या मा चीज त हुन्छ हिसा खयतला ढापत ह्याउया जुन विशेष भएता छ जित स्वायत्तता न मला जित सुशासन न मला पुनः उत्पीडन लाना चोपी कोइलाना तो जाति स्थिति से बसा इनका बच्चा अपो अधिकार है फ्री कंपटीशन है होना यूनिलापी सथाते फ्री कंपटीशन में भाषा यबले यूनिलापी चर्चा की पछे जो कारण हैन जल यूनिलाप रुपे सत्तायु कारण हैन सत्तायु उत्पीडन कारण हैन यूनिलाप रुपिन्छ बच्चा अधिकार अपोमा इनका वो ढंग बियाउन पत्ता छ बच्चा विकास भी ढंग पे इमु चाहिँ गाडी चाहिँ याकन वे फैदे दिसंग वे धावे जुल फा वो हिसाब दिशा यो सुखला छ संहिता जुन उ प्रदेश त को प्रदेश जुनी दिशा सुशासनमा जस्तै नेवातयु हेतु सोनिकला सुयो फस अथवा नेवा मण्डल सुयो फस दिशा धावे जुन नेवाले त अग्राधिकार अथवा अग्राधिकार छैन दिशा सुशासनमा नेवाते शासन याद ल वो त यो चाहिँ बेपिता पिता छ त दिशा त हिलोमो पनि अखा चाहिँ मुख्य मनु नेवाजी मन प्रशासनले नेवाजी मला सरकारले नेवाजी मला न्यायालय नेवाजी मला ओ दक्कु थासे मुख्य मनु चाहिँ नेवाजी मला सुशासनले अर्थ उल्टेको मगु नेवाजीले चाहिँ वो चाहिँ नीति लागू या त बहुमत मला वो हिसाबमा सुयो भन्छ नेवाजी गो संख्या न देमा है खासे चाहिँ नेवाजी गो संख्या न जीवन यद्यपि चाहिँ टोटल चाहिँ जनसंख्या सुयो भन्छ नेवाजी 30% सीमा अपो मरे रङ सोनिकला सुयो भन्छ असै खसन इनका विशेष चाहिँ ठुलो ढंग अधिकार बियाउने खोज्दा छ इनका बहुमती स्थितिमा थ्याङ्क यू मलाई दिका दिन्छ दयावे तर वो संविधान सभा अन्ते छलफल जो विषय छु गर्दा छ वो ढंग चाहिँ मजुल अनि सामान्य ढंग छु छलफल दिँदा छ वो चाहिँ अग्राधिकार का छु टर्म त छु चाहिँ समय तक 5 वर्ष 10 वर्ष 20 वर्ष अथि जीवु वो टर्म तक चाहिँ जुदा छ नेवाते त अग्राधिकार दिमा वो थाहा चाहिँ मुख्य मनु चाहिँ नेवाजी मला मेरो थाहा चाहिँ समानुपातिक ढंग जुई ओके मतलब मेमे न जाति त वो जाति त खुशी प्रति त जुईको था समानुपातिक ढंग चाहिँ अन हेउ जाति तका हामीले वो ठ्याक्कै सुशासनीय स्थिति म छैन वो रहे चाहिँ सुशासनीय स्थितिमा सुशासन छिपेन कुएलाउ स्थिति अग्राधिकार है सुशासन छिपेन कुएलाउ ख त दिशा हेउ जुनुला सुशासनले क स्वायत्तता क वो ढंग मोतले वास्तवै सदैव नसे चाहिँ उत्पीडन लाना युनिल्याब रुपित ननि एउटा अथै फिल्म हो खादा छ छौ चाहिँ विकसित जाति हामीले चाहिँ छौ चाहिँ घर से अधिकार प्रयोग नहुया जुन जाति को हामीले चाहिँ युनिलाई फ्री कम्पिटिसन हुन्छ छ को युनिलाई अथै दिया चाहिँ इम्ता चाहिँ दिशा चाहिँ विशेष अधिकार दियाउने उना चाहिँ सुधा छ अग्राधिकार चाहिँ ग खजुल तर छौ चाहिँ जिसम खाना जुनुदु वो अग्राधिकार है पार्टी त्यसो स्वीकार गर्ने जो स्थिति मरु छुटम तक नेवा प्रदेश नेवा मुख्य जी मला अन न्यायालय कार्यपालिका विविध ठाउँ दै अन चाहिँ मुख्य चाहिँ नेवाजी मला अले चाहिँ समानुपातिक ढंग जमासी प्रति त जी धासा अगत मानिन जो स्थिति मरु यदि अथेजुल धासा नेवा त गएछ ठाउँ फै जिससियो ब्राह्मण क्षेत्रको स्थिति छ हरेक खासे समस्या इमु चाहिँ 60 70 80% तक इमु चाहिँ बाहुले चाहिँ दया जो स्थिति छ जिसा निर्वाचन प्रणाली हिसाबमा सुयो फसा त्यो चीज या त सुनिश्चित याउ लागि कम से कम समानुपातिक या फेकमाला फुसा जिसा सुशासनीय अवधारणा अनुसार अपो फेकमाल दैउ खसो नियम कानुन देका मुखसना सुदास पूर्ण समानुपातिक ढंग है फक्तासा जे नेवाते गुरी प्रतिशत दु वो देशै भरि हम चाहिँ जे सोनिगला जगमको वो तकुसिरा चाहिँ सुनिश्चित ढंग पुरी चाहिँ प्रतिशत चाहिँ है फक्तासा जिसा जिउ खतया आउने इले जिसा जिउ नीति देखाउने इले वो लागु नै आउने इले चाहिँ नेवाते यो चाहिँ हक अधिकार चाहिँ संरक्षण को रक्षा नै आउने चाहिँ जे सक्षम चिजका जिसा देखावा जुनुको त ठुकेता माने जाउँ म हैन ठुकेता इमसा सु व्याख्या जुन दास तो दai सांप्रदायिक अखै मतलब छुदु खन्दु दास नेवात अथवा चाहिँ आदिवासी जनजाति त गु ल्युनी राना चोपी ख इपि न्योनी होल दास जिसा सामान्य ढंग सोयो खस गु 70-80% ब्राह्मण क्षेत्र त्यसमा कब्जा राचो स्थिति ख वो समानुपातिक ढंग हुँदा छ इमु प्रतिशत भयो लगभग 29-30% त्यसै भरि सोयो खस
युबीला 70-80% स्वत पाया 29-30% वेजुला धाबले 40 अझ 50% गु हालिमुलाई नाया छ स्थितिको अखेला वो वञ्चित जुजुला ए जुया जिसा पूर्ण समानुपातिको नारा जिसा चाहिँ स्वायत्त राज्य नारा गुड हावे जुनु ख अखे चाहिँ सेट तक्सका त उजा कपासिया विषय सिधो जुया जुन त धाबले थै शासक वर्ग त ब्राह्मण क्षेत्र त जुया छ स्थिति ए जुया थो तरौ संघर्ष थौ गु जुया जुन थै त थि जुया जुन त हे ख ए जुया चाहिँ तो कांग्रेस एमाले स्थिति से खसा विशेष न कल मेरो पार्टी न चाहिँ बहुमत हावी ज्याजो स्थिति खनेदु तर थयो चरम ढंग हावी ज्याजो पार्टी त से खसा नेपाली कांग्रेस वो चाहिँ एमाले दुनिया खन जिसा एमाले ले खनिना न चुना महाधिवेशन जित्याउँदु महाधिवेशन को जातीय संगठन त जम्मा विघटन या यो चाहिँ महाधिवेशन प्रस्तावै हुन्थ्यो लोकतान्त्रिक नेवा संघ र पनि साथ विघटन जित्यो स्थिति दु जिउ चाहिँ थो मंकासँग समिति जुनी छौ घटक वेकअपिन न ख तर वो संगठनै चाहिँ विघटन जिउ स्थिति थिएन छ हामीले नेता त गुली प्रवाह गरे गुली चाहिँ सोचे सांप्रदायिक मानसिकता जुदै छ स्पष्ट खाना जुनु अथे जे थो चीज विरुद्ध जे यदि संघर्ष इनाउने खट्टा छ थो यो विषय चाहिँ मुख्य ई ख त जिउ बनाइ ख थो संविधान सभा छौ संविधान छौ चाहिँ पहिचान मरु चाहिँ जुन संहिता सहित त्यो संविधान बोल भाषा हन चाहिँ त आका जी जिउ ब्याउ गा फैजुला अदि वे बोल भाषा हन जी सुनको चुना छ दै खल जिम हो तर थु स्थिति भयो वास्तवमा चाहिँ सुको संक्रमणकालीन स्थिति ख थु इलाज छ हस्तक्षेप या फद भाषा जिस जिउ नेवार स्वायत्त राज्य एफयु स्थिति अझ न जन छाडा छ जनता जनार्दन खन्छ जनता उठेजुल भाषा नेता त चुनाव लगे जिम हो जस्तो ज्ञानेन्द्र जिस मिगो खनाजुल ख वो चाहिँ इन्डिया करण सिंह या प्रधानमन्त्रीलाई आह्वान या धाल आह्वान न या त जनता माने मुजुल संघर्ष न्याउन वो कारण होइन वो ज्ञानेन्द्र उठाएको त्यो त बाध्य जुल जनता चाहिँ वो मेहनत या चाहिँ माने त बाध्य जुल अझै चाहिँ ढ्यापै तानाशाही खसा ढ्यापै तरो षड्यन्त्र ज्याजो स्थिति खसा जब जनता जागरुक चाहिँ जनता थयो अधिकारी लागि जब सडकै प्याउने वो सडकै प्याए भन्दा तिनी वो जिउ माग त जिउ आवश्यकता पुग्ने स्थिति बनेज्यू ज्याजन अझै ज्या थयो यी ढाठे धाव खसा वास्तवमै सडक संघर्ष जनता थयो अधिकारी लागि सडकमा फयो स्थिति खकी मको ढंगे मुख्य विषय अझै ज्या थौ चाहिँ संविधान सभा दोस्रो अन्थुनियो स्थिति से खसा जस्तै चिज पहिचान हिसाबमा से खसा सँगै समाजवादी एकीकृत नेकपा माओवादी लगायत छु नेपाल पार्टी लगायत छु पार्टी त को संख्या हिसाबमा से खसा अत्यन्त न्यून 1/3 ए अन्थेना जो स्थिति मरु थु इले चाहिँ जिस वा अनह दुनी हाना संघर्ष इना जिउ चाहिँ माग पुरा जितेको ए जिसा वो सोचे ता सम्भवै म अथे जिया जनता यो चाहिँ तरु हिस्सा पिनि दु निर्वाचन से खसा खल प्रचार 70-80% भागकाल चुनाव भागकाल दै खन दु जिमसा क्याल्कुलेसन यानले 42% सिमे अपो जनता भागका स्थिति मखना जिमसा उसो गम्भीर तरिका न जुल जिमो धाउ खसा चुनाव सम्भवै मूर्त kana मियो त हेगा चुनु ख परिणाम न भए केन अझै खसा न थौ स्थिति सुखदा छ जिसो छुकी माउ जी नेवा त लगायत जनजाति जसो हुने खसा झन्डै 35-40% बिचेत जनसंख्या हिस्सा अझै त मधेसी त सो हुने खसा इमु लगभग 20% इमु हिस्सा दलित स्थिति सो हुने खसा 13% दुनी अथवा ब्राह्मण क्षेत्र त ओसिया पिनिस हुने खसा झन्डै 70% जनता जदु इबी धक्को छौ हिसाबमा उत्पीडन लाना चाहदु वो उत्पीडन लाना चाहबिन छथायका यति जिसा समस्ष को त एफर्ट दासा स्थितिला तहरु चाहिँ बने जो हुनिन्छ जिउ पछि जिसा तहरु स्थिति खडाया जिउ अनुकूलता याफै वो दाइसु दासा जिउ अधिकार प्राप्त या लागि जिसो चाहे जुथे संहिता पहिचान वो चाहिँ फुक्को होते उत्पीडन लाना चाहबिन अधिकार बिउ ढंग चाहिँ जिसो हेफै अझै जिया थयो आवश्यकता दै जिसो त्यागाजन सुगदासा जी फुक्को आदिवासी जनजाति छठावेमा उत्पीडन लाना चाहबि पहिचान सहित संहिता त बचेर त जी जमा छठावे फेकमा अखै नाप्न पछि त जे मधेसले न फेकमा विभिन्न पहिचान पछि त गते हाउया जोदु
उत्पीडन हिसाबमा सोयो कसा जिस अझ दलित तेतना मुस्लिम तेतना इम्तना याफत धागा धासा जिउ संघर्ष अझ जिस सशक्त देखो भाइ ए जतकै लागि जिस चाहिँ पहल यामल भएको आ जिउ संविधान सबै स्थिति सोयो कसा लगभग 1 देश कम पहिचान पछि त उपस्थित दु अनदुरिन छौ ढंग संघर्ष या माहौल देखि mal पहिचान बिना यो चाहिँ संविधान गु हात जारी याकि बि मुजु आयु कथा अनदुरि संघर्ष जी मला नाप्ताको सुधार पिनी जिस सशक्त ढंग चाहिँ आन्दोलन याफत धासा जग वो आज पुन कि भए संविधान सभा दुनि जगल सम्भवै मरे ए ज्या दुनिउ संघर्ष पिनिउ संघर्ष गेना तालमेल या हैन छौ चाहिँ महत्त्वपूर्ण विषय ज्या छौ थो विषय त जिस चाहिँ बच्चा गम्भीर ढंग ठिकमा दै लगेजु असे ज्या चाहिँ जीव छ नेवा स्वायत्त राज्य मंका संघर्ष समिति पाके नेवात जग मखु जी आदिवासी नेवात तल जमस्त छप्प छदि या मला नाप्ताप सुदास फुक्क आदिवासी जनजात 45% दथि गुदु वो दबिसर जिस छता या नाप्ताप मेपिन्टन छता हो जिस महत्त्वपूर्ण भूमिका विधिफु स्थिति दु थो छलफल न दिया छ आदिवासी जनजाति संघर्ष समिति दे दु अथवा अनुजुन छलफल दिया छ दु मधेसते दथि न ठाउँ पर वा छलफल दिया छ दु आदिवासी जनजाति त छथा महत्वले इपनि से चाहिँ छौ संयुक्त मोर्चा देका महत्व मधेसी दे चाहिँ गु पहिचान ख इमसा चाहिँ ध्याछ मधेस चाहिँ प्रदेशका ध्याछ दु खला अखे जुन छु विवाद न दु गु चाहिँ पहिचान सहित यो चाहिँ वो चाहिँ जिउ स्वायत्त राज्य चाहिँ हेफैमको त इन्टरनल लगे ज्या जो इमसा छौ ढंग कोसिसिना छ स्थिति दु ए ज्या चाहिँ थो स्थिति चाहिँ जिस यदि सशक्त पहल या फतासा छौ तरौ संयुक्त मोर्चा बनाया फै तो संयुक्त मोर्चा छुदास छौ आन्दोलन सृष्टि आवश्यकता दु वो आन्दोलन वो दुनी चाहिँ संविधान सभा दियो आन्दोलन संघर्ष वो झन चाहिँ सडक आन्दोलन दियो वो संघर्ष वो तालमेलिन सशक्त ढंग इनके फतासा निश्चित रूपमा जिउ चाहिँ समवाय मरे ढंगको नेवा स्वायत्त राज्य हो समवाय मरे ढंगको अथवा पहिचान सहित यो चाहिँ संहिता यो चाहिँ संविधान देखि समवाय मरे ढंगको स्थिति मखु निराश दुईमा स्थिति मखु जिस यदि सशक्त ढंग चाहिँ धासा तो अझ सम्भव छ नि जी निराश दुईमा स्थिति मरु छेजे त्यसले यदि चाहिँ पहिचान मरु चाहिँ संविधान बोल धासा थन छ तर विस्फोट दियो स्थिति न खन्छ जिस उ सिबेलन न चाहिँ जिउ जिस सचेतता पूर्वक चाहिँ जिउ खत जनतै जोथे के फतासा जिस चाहिँ उ चाहे जसनो स्थिति ख पहिचान सहित चाहिँ संहिता उ हेफयो स्थिति अझ न ख ए ज्या जिस थोगे दक्ष्य मावे चाहिँ विशेष सुगत धासा जिउ चाहिँ नेवा स्वायत्त राज्य दै छु ख धाथे थो चाहिँ नेवा जातीय राज्य जुको खकी अथवा थन दुई चोपी मेमेपी जाति दै न इमुन अधिकार दै इपिन जुन फैथन इम्तन राजनीतिक अधिकार लगास फुको अधिकार इम्तन दै समानुपातिक ढंगमा इम्तन समावेशी कि जिसो ध्यान पहिचान खन्छ पहिचान अग्राधिकार अझ सुशासन ठनको विषय उठायो ज्याचो मन एजे थुखया त चाहिँ जिसो जनता त भालको ठिकै पत्ता छ जिसो जिउ आन्दोलन इम्तन सरेकेको फै मुखदाल जास थाकै थन जिसो अपो थासे सोयो खस बच्चा चाहिँ सम्पन्न चाहिँ वर्ग तै दथि सोनी खद्दा छ आ छन्ने राज्य छेदा मला समवाय मरुख तै गु कथा भिजिया जोख मुख्य हिसाबमा सोयो खन थुके त चिरे अफ्रिक मला एक नम्बर थो चिरेया म फुतले सुरा छ हामी जिउ आन्दोलनले जिउ संघर्ष फुको चाहिँ नेवात अथवा आदिवासी जनजाति सहभागी जिउ स्थिति मरु थुकै लागि चाहिँ दक्ष्य म मेहनत या म थक अथवा जिउ तल जिउ थुगु ज्याजो ख थु ज्याजोले जिउ चाहिँ पहिचान यो चाहिँ जातीय राज्य मुखु अनि चाहिँ फुको चाहिँ हुन जनता त दक्षता चाहिँ उठासे सहभागी याकि समानुपातिक ढंग चाहिँ सहभागी याकि जी हायु ख इम्तन अधिकार दै इपि पिनी होल धका तत्कालै चाहिँ पिनी हुन चोन माली मुखु इपिन थले चुना ज्या ख तर चाहिँ आदि थलो जो कारण हैन थचबि नेवार त चाहिँ अग्राधिकार बिया चाहिँ हुने ज्याजी हायु कथा जिस बालको ठेकी पत्ता छ धाथे जिउ चाहिँ थो आन्दोलन ल्याउने ढेर लगेजु जिस जिउ उद्देश्य गुख नेवा स्वायत्त राज्य प्राप्त या ओ प्राप्त या दिशा जी हुनुहुने फै ढेर चाहिँ लगेजु अझै या थो थुल्जो मके न छता थपया म विषय त अथवा चाहिँ मुख्यत नेवा राष्ट्रिय मुक्ति मोर्चा भर्सन जिल्ला जिम्ता लगेजु चाहिँ विशेष सुख रासा 30% ब्राह्मण क्षेत्रका भूदु इपि जम्मा चाहिँ साउ महाजनमा जाति हिसाबले इम्त पहिचान आवश्यकता मन्त्र शासक जाति जो हिसाब हो यो भाषा कला संस्कृति अनि उत्पीडन लाना मरु तर अन दुई सोनी खस आर्थिक हिसाब अथवा वर्गीय हिसाबमा सोनी खस धनी गरिब
अन्जुन उत्पीडन लाना चोपिदु जिसा अन्जुनी उत्पीडन लाना चोपिदु न जिउ पछि चाहिँ जिसा हेफैकी मफै जिउ पछि हेफैकी मफै जिउ आन्दोलन जिसा हेफै मफै हैन सो महत्त्वपूर्ण विषय त लगाइजु वो हिसाबमा सोयो कसा वो सोचे सांप्रदायिक ढंग सोचे सत्तासीन वर्ग त संख्यालाई अत्यन्त न्यून खनिस अत्यन्त चिर 5-10% अपवर्ड ये म इमु विरुद्ध यो जिउ थौई संघर्ष खनिस उन्त घेरा जिसा हेफै अथवा जिसा चाहिँ जाते पहिचान सहित राज्य भाषाका इमु चाहिँ को मथिंगल ताता जियाजो स्थिति दु का थोला चाहिँ थाइवल आशा जिपि गन्चो अनिउला इपि नखया गरिब जिमा नखया पेलाना चो जिमा इपि ठक्कै नेगेटिभ भयो खला जिया तुनि जनजाति जुन छ्याटा मलाई धाइसा जियाजो इले इउसा फिग्युर ठक्कै नेगेटिभ ढंग फिग्युर जुल अझै जिया लगेसी खर्च गर्दाछ इन्टर चाहिँ जियो आन्दोलन हेफेक होला जियो आन्दोलन आर्थिक हिसाबमा समानता हो जिसावनी उत्पीडन जिम हो आर्थिक हिसाबमा उत्पीडन जिम हो यो खरा जिसा ठेके पर्दाछ अत्यन्त बहुसंख्यक जनता यता चाहिँ जियो पछि आन्दोलन सहभागी भई समर्थन याकी भई अझै जुन राष्ट्रको जियो चाहिँ स्वास्थ्य राज्य जिसा सुनिश्चित या भई यो मुख्य खख अझै चाहिँ थो चीज या त जिसा निरन्तर यने के पर्दाछ जियो आन्दोलन सफल जी थो आन्दोलन या त जिसा सफलै मात्र ख गन्ताका जिसा महेश दैन ध्यान दिल थोकरे पार्टी चाहिँ भू भूमिका ख वो भूमिका पार्टी भूमिका जगह मुख्य अझ मुख्य नेता त यो भूमिका वो नेगेटिभ ढंग जिया छ तो अब वो कारण हैन पार्टी प्रति तरौ अविश्वास न ख नेवा त छौ हिसाबमा चेतनशीलता हिसाबमा सेवा खर्च साक्षरता हिसाबमा सेवा खर्च हरेक हिसाबमा सेवा खर्च नेवा त जोयला तर चाहिँ वो जिसा उठेना छ विषय त ख वो विषय हिसाबमा सेवा खर्च हैन एक पूर्ण चाहिँ सचेत जियाचौ अथवा थो चाहिँ थुयाचौ स्थिति सेवा खलार गर्दा वो हामी चाहिँ खना छौ नेकया पिजे साक्षर जुस डिग्री पीएचडी होल्डर त खस हैन अब पछि रास सचेत जियाचौ खन्मु अथवा थयो अधिकारी बारे गुली सचेत जिमा ख नेकया चाहिँ विद्वान शिक्षित जु स्थिति खस अरु दासाले कमी जियाचौ खन एजे इन्टर चाहिँ जिस थो चाहिँ एकदम न्यायिक ख जिउ पछिला जियाजुल देश जनता पछि ख थोक तायो खना ठिकमा स्थिति वो हिसाबमा सेवा खर्च पार्टी चाहिँ प्रति चाहिँ छ नेगेटिभ वो ढाना बने जिया छ वो अस्वाभाविक मुख लगाइछु जस्तै चाहिँ यो चाहिँ जीवित छथा पार्टी नेकपा माओवादी जुन जिया छ उले चाहिँ भोटिङमा खर्च पहिचान सहित राज्य वे ढंगको खन्छ दुईटैलाई निश्चितै बनाइजु ढंगको हस्ताक्षर संकलन दिएको ख तर चाहिँ संविधान सभा विघटन जिमु पार्टी दुनी चाहिँ खोजे सुधार छ जिमसँग जन्मेनु संविधान सभा चाहिँ हुर्कै आउ चाहिँ संरक्षण या जिम्मे खर्ने तायो नेता त्यसो त हेर्न चौख लास्टै हुन चाहिँ विघटन चुनाव विघटन याद हाल्नु वा नेता त्यसो विघटन नै पनि थियो अविश्वासी स्थिति बने जुन छ आखिर लाटे चाहिँ दुईटा यो हस्ताक्षर दे ढुङ्गान बोला चाहिँ बने मजुन प्रक्रिया काफी फसला उवेर गो खन्छ अथवा चाहिँ एक के है मरु स्थिति चाहिँ दुईटा नै अप दुपिस प्रक्रिया के ढुङ्गा चाहिँ फुर्टिकिन जोड यदि अथवा जुन राष्ट्रलाई स्थितिलाई नेगेटिभ हुने स्वाभाविक जुन छ एजे नेता त प्रति तरह अविश्वास तो निश्चित रूपमा ख त जी संसौ प्रतिबद्ध छु जारी रहेछ नेकपा देश माओवादी वो पार्टी चाहिँ नीति हिसाबमा व्यवहारिक हिसाबमा नेतृत्व चाहिँ भनाइ वो गराइयो हिसाबमा नसयो खसा आतले नेगेटिभ चाहिँ जिम सम्पूर्णताको चाहिँ फिलिङ भएन यद्यपि चाहिँ गुली दैमा उली चाहिँ मरुख जिमु पार्टी जुन सयो खसा नेवा राष्ट्रिय मुक्ति मोर्चा त निकै सवाल सयो खसा गुली जिममा बोला भन्छ अभावले खनिदु छरा मैसेन त हेदिल जिसा सकत छैन साथ पार्टी फुटे दिन हख कम से कम सोनिगो दुनी पार्टी सर्कुलर जिबले निया भाषा के भाषा न्युरिया हैन खजुल जे इन्चार्ज जो काठमाडौँ इन्चार्ज जो हिसाबमा सक निकल दि कुटन याना न्युए भाषा छ याबी ओ कुट जुल त रेगुलर चाहिँ मजुल अखेर चाहिँ गुली चाहिँ प्राथमिकता ब्याङ्कमा उली चाहिँ मजुल हाना चाहिँ भिगा महावाद जुनी चाहिँ नेवा दिवसीका नेवा चाहिँ छुट्टै चाहिँ जिल्ला कमिटीका उले दिएको ल उइलेला हाम्रो जिमसा पुरा नेवा भाषा नेवा त दठी कि नेवा भाषा थेजको जुल ने पनि दठी न चाहिँ ए नेवा भाइ न दुई त नेवा त्यो चाहिँ राज्य खदैको भाव्य मजुजी सायद चाहिँ अन्तिमलाई चाहिँ या मुफ्त उ हिसाबमा कमी कमजोरी पार्ट दु त नीतिगत हिसाबमा निर्देशन चाहिँ पहल नाचौं प्रयास नाचौं जुन हरेक हिसाबमा सेव खर्च अखै विरुद्ध चाहिँ झन्डा उठायामा स्थिति ताकै ठाउँ चाहिँ मुखला राखेको छ यदि चाहिँ वया ढङ्गजुल धासा हाम्रो जीव प्रतिबद्ध सुख धासा अखै विरुद्धमा चाहिँ विद्रोही आउँछ कला चाहिँ पद प्रतिष्ठाको लागि चाहिँ
पिनी चाहिँ ढाउ लागि चाहिँ मुखुजी पार्टी त तयार चाहिँ ढाउ कथा उसलाई हल्का बनाइजुला उसले व्यवहारै किन्नु भयो नि सर नेता त्यसमा गद्दारी या दासा अखै विरुद्ध विद्रोह या होला वो व्यवहारै किन्नु चाहिँ भन्छ मुदो ढ्या चाहिँ जुई चिज मुखु ए चाहिँ जे थन ढाउ सुख त खस छ वो व्यवहारै किन्नु चाहिँ मुदो ढाउ खोज्दै भएन छ यदि थथै नहुन खोज्दा छ जिन हुनुहुने भइरहेको छ अथै चाहिँ ठुलो समस्या नेवादै समस्या त्यो कांग्रेस पार्टीको नेवादै न समस्या ख तो माओवादी देश माओवादी समस्या न ख एकीकृत माओवादी न समस्या ख एमाले नेवादै न समस्या ख तकसी समस्या ख हुन्छ तो समस्या जो कारण हैन स्वय बोल्दिन न चाहिँ जिसा संघर्ष समिति दिएको कारण थोखन्छ नेवा स्वायत्त राज्य मंका संघ समिति दिएको कारणले थोक तो सुरी चाहिँ भेलाजुकले सीमाङ्कनी बारे छलफल गरेका चाहिँ जु ख उ इले चाहिँ अझ त स्पेशलिस्ट ढाउ खस जे तो चाहिँ स्वायत्त राज्य प्राप्त यालाई मंका संघ देखा हुनु सर नेवादै त व्यक्तिगत दक्षता चाहिँ देखा हुनु त्यसको सुरु अवधारणा न पार्टी त यो चाहिँ भातृ संगठन त्यता दुठेका कि यो कथा खजु ख अलि मेहनत दुठेना होला त थो गु विषय त ख त्यो विषय त चाहिँ सशक्त ढंग किले फुक्को भटक्दैछ बालको भिडाउन भूमिका भिडाउन त्यो नेवा स्वायत्त राज्य हेउ प्रति आशा अपेक्षा दुनियाले थतन दे मला र जिसो केनिउ लागि चाहिँ इनाले छु अर्थ दै मुखु अथे जिया थथै दुनिन त्यो सशक्त ढंग के फटास किस नेवाते त छथायो अथवा जनजाति त छथायो पहिचान समर्थक त छथायो अझ फटास फुको उत्पीडित त छथायो फटास जीव आन्दोलन सफल छ आन्दोलन हेरेन सफल यामा विषय ख अथे जिया ठाउँ चाहिँ जिसो त चेतनामूलक कार्यक्रम हनेका जुन कुनै सडक आन्दोलन सशक्त यंकी ढंग चाहिँ फुक्को नेवाते चाहिँ फोका हिसाब जी हुने फटास जिउ चाहिँ आज बोंकी फै यी थुरिया खतसे जिउ भने थने दुनिया अभिवादन जजो